ल हेर्दा हेर्दा दसैँ पनि आँगनमै आयो। अब जे भए पनि चाडपर्व हो, मान्नु त परिहाल्यो। ल त आइज नानी अगाडि बस, टिका लगाइदिन्छु। सानो लगाइदिसो नि फेरि, सानो है। ल सन्तानले डाँडा काँडा ढाकुन्, शत्रुहरू टाढैबाट भागुन्। अनि हिँड्दा ठेस नलागोस्, कोर्दा केस नझरोस्। राम्रो अनि धनी केटा पाएस्। बुढी भयो भनेर नहेपेस्, कमाएको पैसा जति सबै मलाई बुझाएस्। ल त मेरो आशीर्वाद यही हो है। ल आशीर्वाद चाहिँ सही हो क्या ममको। अब चाहिँ यसो दक्षिणातर्फ लाग्ने हो कि त्यो पनि मैले भनिरहनु पर्छ र? छिटो छिटो छिटो। ए दक्षिणा त दिनै बिर्सेछु। ल ल जे छ यसमै छ है। ल के हो बुढी माउले डल्लै 1000को नोट हालिदियो कि क्या? खाम त ठुलै छ। 20 रुपियाँ? के भयो, धेरै भयो? अब हुन त हाम्रो पालामा त बाआमाले जब 5 रुपियाँ दक्षिणा दिन्थे, तिमीहरूलाई त 20 रुपियाँ पाउनु भनेको त ठुलो कुरा हो। के हो? 20 रुपियाँ तँलाई कम भयो? ल त्यो पनि यताले। अब मै राख्छु त्यो 20 रुपियाँ पनि है। खैले भयो पर्दैन।